आज म पागल कुकुर जस्तो किन लुकाइरहेको छु अनि मेरो दिमागमा के कुरा चलिरहेको छ म तपाईहरुलाई एकछिनमा भिडियोमा भन्नेछु। चुचुन्दर जस्तो एक कोनामा बसेर म सोचिरहेको छु आज हामी खान्छौँ मासु भात अनि म गएर दोकानबाट किनेर ल्याउँछु सबैको लागि मासु भात। यति कुरा सोचिसकेपछि म जाँदैछु चुचुन्दर जस्तो होटलतिर। महेन्द्र बाहुबली जस्तो छाती चौडा गरेर म जाँदैछु होटलतिर। हो म यो होटल जाँदैछु। यो होटल धेरै टाढा छैन, बस बाटोको अर्कोपट्टि छ। अर्डर गरिसकेको छु म मासु भात अनि रेडी तयार भइसकेपछि उनीहरूले मलाई बोलाउँछन् कल गरेर। अड्डामा आएर म हपन बाबुलाई भन्दैछु मेरो सर्भर डाउन छ, तिमी एटिएम गएर पैसा झिकेर आउनु। यति कुरा सुनिसकेपछि हपन बाबु झोला झन्टीहरू समाएर बहादुर घोडामा बसेर जाँदैछन् एटिएम मेसिनतिर। एटिएम मेसिनमा आइपुगिसकेपछि हपन बाबु निकाल्दैछ आफ्नो जोगार पानी। चुचुन्दर जस्तो म पर्खेर बसेको छु हपन बाबुलाई अनि सोचिरहेको छु कतिखेर लिएर आउँछ हपन बाबु जोगार पानी।